भिडियो भइरहेछ दाइको केही त बोल्दै बोल्दैन त्यस्तो चुप लागेर भिडियो गर्ने हो भिडियो होइन के फोटो मोटरहरू यहाँ राखिरहेको छ किन लानुपर्छ हामी खोलातिर जाँदैछौँ हामी चाहिँ पौडी खेला झरनातिर गइरहेछौँ झरना भरे उतै जान्छ हो रतन झरना जाने बाटो हो यो हामी स्विमिङ गरेर आउँछौँ हामी म यता दुईजना तीनजना उता नाम पनि सूर्य दाई बेचु भए यता माधव दाई हाम्रो पुर्के दाई यता रतन दाई यता पाकिस्तानी दाई हैन पंजाबी दाई ओके नो प्रॉब्लम मिस्टेक हो जाता है टंग स्लिप ओके इधर बाढ़ देखेगा इधर खतरा खतरा है नेपाली भी बोलता है हम लोग हिंदी भी बोलता है इधर ओनली बस मले नहीं आता है राम्रो छ यस्तो दामी बाटो छ त्यही भएर अगाडि बस्ने भनेको भिडियो सर्लक्क बनाऊ बन्दैछ हामी पुग्नै आँट्यौँ अब पहाड छ ठ्याक्कै हामी मलेसियामा छौँ मैले होइन नेपालको जस्तै छ यता ऊ रहेछ रेस्टुरेन्ट जस्तो खानेकुराहरू अनि पुरा माथि पनि गाउँ रहेछ माथि चढ्छ ए बाटो एकदम सानो रहेछ यतातिर सानो रहेछ नि अर्को गाडी आयो भने त नछिर्ने रहेछ नि त है एउटा रोकेर अर्को पास गर्नु पर्ने रहेछ ल तर चाहिँ टिक्कको रहेछ पुरो राम्रो रहेछ हो नजारा त धेरै राम्रो रहेछ माथि पनि घर रहेछ है माथि ल अब हामी उकालो लाग्यौं अब पहाड चढ्दैछौँ हामी हामी अब उकालो चढ्न लाग्यौं जान्दैछ बिस्तारै जंगलमा त किरा भइहाल्छ अलिअलि होइन जंगलमा राम्रो रहेछ हेर न फुल बाजी भाई ऐसे ब्रेक मारेगा उधर से गाड़ी सानो रास्ता सानो बाटो रहेछ अब एउटा गाडी आयो उताबाट हैन पास गराउनलाई अब हाम्रो बाजी भाइले रोकिहाल्नु भयो गाडी अचानक ब्रेक हाल्दिहाल्नु म बाइक आउँदैछ अब उसलाई साइड दिनको लागि बाटै छैन एउटा चक्का रोड भन्दा तल जाँदो रहेछ ठ्याक्कै एउटा गाडीको चक्का आट्ने रहेछ हौ यहाँदेखि ओह्रालो झर्दै अब ओह्रालो उकालो पहाडै पारो नजारा त धेरै राम्रो छ है अब अर्कोचोटि पनि आउनु पर्छ है अब हामी यहाँ लोकेसन आजको लोकेसन हेरेर राख्छौँ अनि अर्कोचोटि नेक्स्ट टाइम म ठ्याक्कै आउनलाई रेडी बनाउँछु केटाहरूलाई योचोटि त लुगा सेट बोकेर आइएन अब अर्कोचोटि ट्याक्कै लुगा सेट बोकेर आएर पौडी खेल्ने गरी आउनुपर्छ मिलाएर हेर्नुहोस् गाडी